हिजो जब कसैले आँखाको सौन्दर्यको वर्णन गरे मैले एकाएक ती मेरा प्रिय एकजोडी आँखाहरूलाई सम्झेँ, जुन आँखाले मलाई सपना देख्नुको साहस सिकाएका थिए। त्यो पहिलो नजर सम्झिन्छु जहाँ मेरा आँखाहरू उनीसँग पहिलोचोटि जुधेका थिए। त्यो शब्दविहीनै भएको एक किसिमको मौन संवाद थियो, जुन हेराइमै गहिरो प्रेम झल्किन्थ्यो। यी तिनै आँखाहरू थिए जसले मलाई माया भन्नु के हो मात्र होइन, मायाले हेर्नु कस्तो हुन्छ भन्ने पनि सिकाएका थिए। उनै आँखाहरूले मलाई बोल्नै नपर्ने भाषा सिकाए, जहाँ भावना शब्दभन्दा गहिरो हुन्छ र मौनताले कथा बोल्थ्यो। त्यही आँखाले देखेका थिए मेरो लागि हजार सपना, सँगै हिँड्ने, सँगै उड्ने र सँगै हाँस्ने र सँगै रुने। मेरो हरेक जितमा ती आँखामा गर्वको चमक हुन्थ्यो र मेरो हारमा नभनिएका पीडाहरूका साथ शान्तिपूर्वक झर्ने केही थोपा आँसु। कहिलेकाहीँ ती आँखा मेरो मुस्कानमा हराउँथे, तर आफ्ना आँसु लुकाउन आँखा झुकाउँथे। आज ती आँखाहरू मदेखि धेरै टाढा छन्, तर हरेक सम्झनामा त्यसै गरी उपस्थित हुन्छन्, मौन, न्यानो, प्रेमपूर्ण हेराइ लिएर। सायद म तिनै आँखाको हेराइभित्र अझै हराइरहेकी छु र मेरा शब्दहरू बस त्यही हेराइलाई सम्झँदै आफै कोरिन थालेका छन्। धन्यवाद।